माई च्यानल स्मी जुनु म सन्चै छु हजुरहरु पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ म बहिनीको साथमा नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु। अनि आज हामीसँग चाहिँ करी नुडल्स छ, पिरो एकदम धेरै स्पाइसी छ, अनि अन्डा छ, हामीसँग 4वटा अन्डा छ, अनि हामीसँग चाहिँ चटपट होममेड चटपट घरमै बनाएको चटपट छ। सो गाइज है, अनि हामी चाहिँ आज मुखबान गर्नेवाला छौं किनभने एकदम सेलाइसक्यो, क्यामेरा एंगल मिलाउँदा मिलाउँदा ढिला भइसक्यो हैन। त्यही भएर अब हामी चाहिँ ढिला नगरिकन खाना सुरु गर्छौं है त गाइज। ल सुरु गरौँ। के खाने हो? चम्ची 2टा रहेछ त यहाँ त। पहिले यो खाम न। यो पनि उ भइसक्यो होला। यो के हो? के हो भयो त? दाना हो। उता बस। खाऊ खाऊ तिमी खाऊ। मीठ भजे जाऊ जाऊ। खुर्सानी छ? खुर्सानी हाल्दै रहेछ नि त। खुर्सानी तर ल अरु पिरो छैन। खुर्सानी नखाऊ, अरु खाऊ। अब नबोल ल। जाऊ उता गएर मोबाइल हेरेर बस जाऊ। मिठो यम्मी भएछ। यो चाहिँ मैले बनाएको फेरि मैले चाहिँ चटपट बनाएको। ब्याग उता राख्दै हो। मेरो चाहिँ नयाँ नयाँ भिडियो हो, सबैले लाइक कमेन्ट गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। स्कुल जाँदा त हो, घरमा चाहिँ रेस्ट गाह्रो हुन्छ। मजाला के चित्त बुझ्दैन। हामीले कतिवटा नुडल्स हालेको? 4वटा। 4वटा नुडल्स हो। खाम न। मलाई यही मिठो खाएको गर्नु मन लाग्यो। चटपटे पनि खाम न। टेस्ट गर्दै भोक लागेर नि होला क्या है। सबैले एकअर्कालाई सपोर्ट गर्नु होला। फलो, लाइक, शेयर के हो। मैले खोल्दे सलाद राख्नुपर्ने रहेछ है। अझै मिठो हुन्छ त काको राख्यो। हामीले माइक राख्नु मिल्छ त नराखेको। तर अब अलिकति फलोवर्सहरू बढ्दै गयो भने त नयाँ नयाँ भिडियो बनाउन अलि रहर लाग्छ कि। अब हामी बोटल फ्लिप गर्नेवाला गर्ने भिडियो छौँ। नयाँ नयाँ भिडियोहरू आउँछ, च्यालेन्जहरू होइन, भिडियोहरू आइरहन्छ। ब्लगहरू पनि गर्छु। मिठो है। चटपटी टेस्ट गर्नु पर्यो।
बाइट देख्दा चाहिँ त्यो कस्तो व्हाइट देखेको आई लाइक तर चटपटी पनि मिठो गाइस मिठो मिठो है यस्तो टेस्टी तिमीहरू दुइटै खानेकुरा तपाईँहरू चाहिँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट्स गरिदिनु होला अनि सो रमाइलो हुन्छ हामीहरूलाई पनि किनभने एकदमै नयाँ नयाँ भएपछि त के भन्ने के गर्ने भन्ने हुन्छ नि त हामी चाहिँ धेरै तर खानु चाहिँ सक्दैनौँ कि त्यो खाने बानी गर्नेहरूको कति धेरै खानुहुन्छ नि है 6वटा कसैले 10वटा पनि हामी चाहिँ खास चाहिँ सक्दैन दुईटामै हामी त इनफ हुन्छ अब बिस्तारै बानी हुन्छ होला त्यो पनि हाम्रो 4वटा हो हैन टिस्यु पेपर हाल्नु बिर्सेछ भाइकोटामा थियो खाने खाजा खाँदैछु र अब मलाई चाहिँ मोमो गर्नु मन लाग्छ है धेरैजना बसेर खाने क्या सुप मोमोहरू क्या एकदम मिठो छ हामी लास्टै मिठो छ तर म त्यसरी बस्यो छेलिनु रहेछ क्या त त्यसरी बस्छु म यसरी बस्छु भित्र हुँदैन यस्तो व्हाइट आएको है मेरो फोनबाट यहाँ के हालेको यो दाना पनि छ त किन हाल्यो के हो कि त्यसमै थियो त्यो त्यसमै आउँछ त गाडी एउटा रमाइलो कुरा भन्छु क्या हामीले करेन्ट 2 PM भन्ने चाहिँ हामी त्यति धेरै पहिल्यैदेखि चाहिँ खाँदैन थियौँ हुन त धेरै पनि भएको छैन होला आएको पनि थाहा भएन होइन हामीले फर्स्ट लकडाउनतिर चाहिँ खाएको थियौँ क्या त्यो फर्स्टमा चाहिँ युट्युब खोलेको थियो युट्युब पनि थियो कि थिएन त्यो एकदम धेरै पिरो भएको थिएन युट्युबमा हेरेर चाहिँ क्या फर्स्ट टाइम अनि खाएको होइन अनि त्यसपछि त्यो युट्युबमा चाहिँ एकजनाले भन्नुभएको थियो क्या के भनेर भने त्यो सिजनिङ पाउडर चाहिँ पिरो हुँदैन यो चाहिँ जति हाल्दा पनि हुन्छ त्यो सस चाहिँ हुन्छ नि सस जुन चाहिँ कलरको लागि युज हुन्छ नि त्यो चाहिँ पिरो हुन्छ भनेर एकजनाको युट्युब च्यानलमा भन्नुभएको थियो अनि त्यस पछाडि वी थट लाइक यही होला भन्ने भयो नि त अनि हामीले ल्याएर पकायो त्यो लकडाउन बेला थियो अनि हामीले सिजनिङ पाउडर चाहिँ सबै हाल्यो अनि कलर चाहिँ फेरि थोरै हाल्यो क्या त्यही अनुसार
अनि लास्टमा त खाना बस्दा त यति धेरै पिरो 1 चम्चा हुँदाखेरि 1 चम्चा हुँदा खान सकेन क्या हामीहरूले। अनि त्यो त्यत्तिकै वेस्ट भयो। त्यति बेला पनि अब 4-5 कतिवटा पकाएको थियो, त्यो त्यत्तिकै वेस्ट भयो। अनि त्यस पछाडि अगेन अब त्यो फेरि 2 PM को चाहिँ एकदमै धेरै त्यो कुरा भइरहेको छ नि त। अनि खाएको फेरि एकचोटि ल्याएर अब त्यो खाम भनेर अनि सिजनिङ पाउडर पनि हाल्यो, त्यो ससको के गरेर खाएको। सेकेन्ड टाइम पनि हामीले 1 चम्चा हुन खान सकेन, कानबाट धुवा नि निस्क्यो है। अनि त्यसपछि त्यो बेला त त्यो झोल चाहिँ लिक्विड चाहिँ हामीले त्यसको सस चाहिँ हाल्ने, सिजनिङ पाउडर चाहिँ खाने फेरि त्यो चाहिँ पिरो हुन्छ भनेर क्या, एकदम रेड कलर छ नि त। अनि त्यो चाहिँ हामीले पिरो हुन्छ नखाएर त धुलो खाइदिएको त। ओ माई गड साथीहरू हेर्नु, हामीलाई यस्तो भएको छ कि कुरै नगर्नु। हामी फेरि पिरो खान नसक्ने हो होइन। त्यस पछाडि चाहिँ अहिले म खुर्सानी छुट्याइदिन्छु अनि खानु है, एकछिन बाहिर बस्नु ल। अनि त्यस पछाडि थर्ड टाइमको चाहिँ अनि थर्ड फोर्थ टाइमबाट चाहिँ अब सिजनिङ पाउडरले पिरो हुँदैछ भनेर थाहा भयो नि त। अनि त्यस पछाडि हल्का लिक्विडहरू त्यो कलरहरू यताउति हाल्दै गएपछि अनि त फेरि पछि त फेभरेट भयो है। अब यो धेरै खानु। अनि त्यस पछाडि चाहिँ अब यो नराम्रो नै हो होइन, खानाको लागि त्यस्तो डेली उसको लागि त खानै हुँदैन, योबाट कोही पनि इन्सपायर त हुँदैन। तर हामी नेपाली नै हो, भिडियो रोकिँदैन रहेछ। अनि त्यसपछि भिडियो उठाएर देखाइदिउँ क्या? नै उठाइदिउँ एकचोटि कल। आउँछ भिडियो एकछिन पज हुन्छ फेरि स्टार्ट गरौँ ल। अनि साथीहरू यहाँ चाहिँ हाम्रो फोन आएर भिडियो पज भयो होइन। अब हामी खाइसक्न पनि लाग्यौँ होइन। अब नयाँ भिडियोहरू आउँछन्। अब मलाई चाहिँ कस्तो रहर लाग्छ क्या, मलाई चाहिँ एकदमै भिडियो यस्तो बनाउन है, म चाहिँ एकदमै रहर गर्छु है। यसले त हामीले फर्स्ट अर्को युट्युब च्यानल खोलेको थियो, यति बेला हाम्रो त कति साथीहरू भइसक्नुहुन्थ्यो, भ्युअर्सहरू हामी धेरै भइसक्नुहुन्थ्यो। उसलाई त लाज लाग्यो, मन परेन, क्यामेरामा बोल्न लाज लाग्यो भनेर उसले त भिडियो रिडर गर्न लाग्यो कि। अनि यति बेला त हाम्रो त अहिलेसम्म त कति धेरै उयो हुन्थ्यो साथीहरू। अब होइन अलिकति फनी खालको पनि थियो क्या, जस्तो आफै हेर्दाखेरि आफैलाई हामीसँग मोबाइल थिएन राम्रो त्यो बेला। फोन त के हो, तर त्यो भिडियो क्वालिटीहरू सुरुमा बनाउँदा त्यस्तै हुन्छ क्या, जसको भिडियो पनि त्यस्तै हुन्छ। ब्याकग्राउन्डहरूदेखि लिएर सबै त्यस्तो खासै चित्त बुझ्दै थिएन मलाई। अनि त्यसपछि मलाई त कस्तो लाज लाग्यो, मैले डिलिट गरिदिएँ। नत्र त्यो त्यसमा त राम्रो अलिअलि भ्युज गएको थियो। राम्रो भन्न त के राम्रो भन्नु, राम्रो त भन्न मिल्दैन, तर जस्ट नर्मली गएको थियो। मलाई त पुग्यो भयो। थोरै बनाउनुपर्छ कि खानेकुराहरू, धेरै खान सकिँदैन, वेस्टै फाल्नु हुँदैन खानाहरू। यो के भन्छ चाउचाउ टर्ने थियो होइन। अनि कस्तो तपाईँको मेरो फतक फालेको। अनि साथीहरू हामीसँग चाउटो पनि टर्ने थियो, अन्डा थियो। अनि त्यसपछि खानै सकेन क्या, एकदम धेरै भयो। अनि सो गाइज अब चाहिँ हामी यो रिङ लाइटमा बसेर एउटा टिकटक बनाउँछौँ गाइज। अनि त्यसपछि खाइसक्यौँ साथीहरू। सबैजनाले मेरो सब्सक्राइब गरिदिनु हुन भन्न चाहन्छु। अनि सबैले माया गरिदिनु होला। वाचिङ। आजको भिडियो कस्तो लाग्यो, अब त्यही हो, फर्स्टमा कति इररहरू हुन्छ होइन, सबै राम्रो मानेर हेरिदिनु होला। तपाईँहरूले पनि गरिरहेको केही छ भने हामीलाई भन्नु होला, हामी पनि साथ सहयोग सपोर्टहरू गर्नेछौँ। त्यस्तै हामी पनि त्यही आशा राख्दै यो भिडियोबाट चाहिँ हामी बिदा लिन्छौँ।